फेरि पनि स्वागत छ हजुरलाई नयाँ भिडियोसँगै हजुरमाझ आएको छु। मैले क्यानाडाको बारेमा धेरै भिडियोहरू बनाइरहेको छु। कतिपयलाई भिडियोहरू राम्रा पनि लागेका छन्, कतिपयलाई इन्फर्मेटिभ पनि लागिरहेका छन् हैन, कतिपयलाई आफ्नो आफ्नो धारणाले हेरिरहनु भएको छ। त्यो आफ्नो आफ्नो ठाउँमा छ, तर पनि मलाई आफ्नो विचारमा लागेका कुराहरू मैले यो भिडियो मार्फत राखिरहेको हुन्छु। जति पनि साथीहरू क्यानाडा आइसक्नु भएको छ, उहाँहरूलाई क्यानाडाको बारेमा अलरेडी थाहा छ, यहाँको सिचुएसन कस्तो भइरहेको छ, कस्तो अवस्था छ भन्ने बारेमा मैले भनिराख्नुपर्ने छैन, किनकि हजुरभन्दा म धेरै पछि नै आएको मान्छे, त्यति त हजुरले जति म बुझ्न पनि सकिरहेको छैन होला। तर धेरै जति मान्छेहरू जस्तै नेपालमा हुनुहुन्छ, अन्य कन्ट्रीहरूमा हुनुहुन्छ हैन, जस्तै गल्फ कन्ट्रीहरूमा विशेषली भएका मान्छेहरू क्यानाडा आउने एकदमै सपना नै हुन्छ नि त सबैको हैन, जस्तो मेरो पनि थियो त्यस्तै सपना भइरहेका मान्छेहरूलाई मैले क्यानाडा चाहिँ कस्ता मान्छेहरू चाहिँ आउने त कस्ता मान्छेहरू नआउने भन्ने विषयमा आजको भिडियो बनाउन गइरहेको छु। जस्तै तपाईँ स्टार्टिङ फेजमा हुनुहुन्छ, स्टडी गर्दै हुनुहुन्छ भने पर कस्तो मान्छे चाहिँ आउनुहोस् भने पर एटलिस्ट तपाईँले ब्याचलर चाहिँ कम्प्लिट नगरिकन सकेसम्म विदेशको यात्रा चाहिँ नगर्नुहोस् भन्छु। आजभोलि कम्पिटिसनको जमानामा सकेसम्म मिनिमम पनि तपाईँको ब्याचलर मास्टर गर्नुहुन्छ भने ठिकै छ, होइन भने पनि ब्याचलर नगरिकन जुनसुकै देशमा गल्फमा कन्ट्रीमा होस् अथवा अन्य कुनै पनि युरोपियन कन्ट्रीमा होस् सकेसम्म पाइला चाहिँ नचाल्नुहोस् भन्न चाहन्छु, किनभने एजुकेसनले लाइफमा एकदमै इम्प्याक्ट गरिरहेको हुन्छ हैन। फर्स्ट कुरा भयो। सेकेन्ड कुरा, तपाईँको अलरेडी थोरै थोरै एक्सपिरियन्स छ होइन, क्यानाडा गएर मैले केही गर्छु, स्ट्रगल गर्छु, 5-7 वर्ष बस्छु अथवा 8-10 वर्ष बस्छु, समयले साथ दिएसम्म त्यसपछि मैले आफ्नो लाइफ उतै सेटल गर्ने कोसिस गर्छु अथवा त्यसपछि अगाडि बढ्छु भन्ने मान्छेहरू पनि आउँदा हुन्छ, केही छैन। तर अलरेडी कुनै विदेशमा बसिराख्नु भएको छ, राम्रै पैसा कमाइरहनु भएको छ भने म क्यानाडा गएर झ्याप्पै 1-2 वर्षमा काम गरेर अनि पछि घर बनाउँछु, जग्गा किन्छु अथवा सेटल भएर म नेपाल फर्किन्छु भन्ने मान्छे चाहिँ कहिले पनि कदापि फर्केर सोच्दा पनि नसोच्नुहोस् कि म क्यानाडा आउँछु भनेर, किनकि अहिलेको सिचुएसन पहिलाको जस्तो छैन। जस्तो पहिला एकदमै इजी थियो, जस्तै पिआर पाउनको लागि अटोमेटिक तपाईँको 1 वर्ष भइसकेपछि तपाईँको डकुमेन्टेसन गरिसकेपछि पिआर पाउनको लागि कुनै पोइन्ट सिस्टमहरू थिएन होइन, एजुकेसनहरू त्यति असर गर्थेन, मिनिमम पनि 12 पास त हुन पर्थ्यो होला सायद, एज आई नो होइन। तर त्यहाँभन्दा बढीको तपाईँको स्टडी पनि त्यति चाहिने थिएन। एटलिस्ट तपाईँले काम गरेको 1 वर्षको एक्सपिरियन्स भइसकेपछि डाइरेक्ट पिआरका लागि अप्लाई गरिसकेपछि तपाईँको प्रपर डकुमेन्टहरू छन् भने तपाईँ इलिजिबल हुनुभयो पिआरका लागि। तर अहिलेको सिचुएसन त्यस्तो भइसकेको छैन। अहिले एकदमै टोटली चेन्ज भएर लास्ट नोभेम्बरदेखि पोइन्ट सिस्टम बनाएदेखि हजुरको एजुकेसन, एक्सपिरियन्स अनि यहाँको क्यानाडाको स्टडी कति गर्नुभएको छ कि छैन होइन, यहाँको तपाईँको रिलेटिभ्सहरू क्यानाडामा हुनुहुन्छ कि हुनु हुँदैन होइन, त्यस्ता कुराहरूले धेरै म्याटर गर्ने गर्छ। स्पेसली तपाईँ अलोन आउने मान्छेहरू अथवा स्पाउसका लागि अथवा धेरै मान्छेहरू मैले देखिरहेको छु, इभन दुबईदेखि नै आएको मान्छेहरू 40 लाखसम्म नेपाली रुपियाँ तिरेर क्यानाडा आउनुभएको छ। यस्तो मान्छेहरू कहिले पनि कदापि यो भुल चाहिँ नगर्नुहोस् भन्न चाहन्छु। अलरेडी तपाईँ पिआरका लागि अप्लाई गर्नुभएको छ, यहीँ सेटल हुने उद्देश्यले आउनु भएको छ भने आफ्नो कुरा भयो, होइन भने म क्यानाडा गएर केही पैसा कमाउँछु र म फेरि रिटर्न ब्याक नेपालमै हुने हो भन्ने मान्छेहरू 40 लाख 30 लाख अथवा 50 लाखै तिरेर पनि यहाँका उदाहरणहरू छन्, मेरा साथीहरू पनि छन्। त्यो हुनाले मैले एकदमै यथार्थ कुराहरू गरिरहेको छु, हजुरलाई एकदमै महत्त्वपूर्ण छ। त्यत्रो पैसा तिरेर ऋण खोजेर चाहिँ क्यानाडा नआउनुहोस् भन्न चाहन्छु, किनभने अहिले तपाईँको पोइन्ट सिस्टम हुने बित्तिकै धेरै कुराहरूमा असर गरेको छ। इभन तपाईँ स्पाउसहरू ल्याउनका लागि पनि गाह्रो भइसकेको छ होइन, टियर तपाईँको 0 देखि 1 हुनेलाई त्यति फरक परेको छैन होला। तर जस्तै स्पेसली नयाँ आउने भनेको कुकहरूमा आउने मान्छेहरू होइन, तपाईँको सर्भरहरूलाई पनि त्यति मेन प्रायोरिटी नदिँदो रहेछ, कुकहरूलाई पनि मैले त्यति मेन प्रायोरिटी दिएको चाहिँ मैले देखिनँ है। त्यही भएर होइन, तपाईँ क्यानाडा आउने एकदमै प्लान गर्दै हुनुहुन्छ भने त्यत्रो थोरै पैसा लगानीमा आउन चाहनुहुन्छ, केही वर्षमा बसेर केही गर्छु भन्ने चाहनुहुन्छ भने ठिकै छ। तर मैले केही सर्टेन टाइममा मैले पैसा कमाएर फेरि रिटर्न ब्याक हुन्छु भन्ने मान्छेहरू चाहिँ क्यानाडा सोच्दै नसोच्नुहोस्। मौसमको हिसाबले कुराकानी गर्नुहुन्छ भने म एकदमै आएको दिनदेखि नोभेम्बरमा आएको थिएँ, करिब 4 महिना भयो। आएको दिनदेखि नै एकदमै हेभी स्नो परेको थियो। त्यो दिनदेखि अहिले मार्चमा बनाउँदैछु। मार्चको आज 15 तारिक भनेपछि करिब 4 महिनाको अन्तराल भइसक्यो। हिउँ चाहिँ नपरेको प्राय दिनहरू थिएन, 1-2 हप्ता बिचमा परेन, आफ्नो ठाउँमा छ। चिसोको हिसाबले चिसोसँग एकदमै गाह्रो हुने मान्छेहरू होइन, स्वास्थ्यसँग एकदम च्यालेन्जिङ फेसमा हुनुहुन्छ भने त्यस्तो मान्छेहरू पनि क्यानाडा भनेर नसोच्नुहोस् होइन। अहिले समर आउँदैछ,
त्यसपछि फेरि 4-6 महिना 6-7 महिना फेरि राम्रो सिजन होला आफ्नो ठाउँमा छ होइन। तर फेरि 6-7 महिना फेरि त्यसपछि त्यस्तै सिचुएसन ब्याक हुनुपर्छ। त्यो हुनाले त्यस्तो एनी कुनै समस्या छ तपाईँलाई, स्वास्थ्यसँग समस्या छ, चिसोसँग एकदमै गाह्रो हुने मान्छेहरू पनि क्यानाडा भनेर नसोच्नु होला होइन। मैले यो भिडियोहरू तपाईँहरूको लागि बनाइरहेको छु किनभने यहाँ आएर त्यत्रो अझै स्पेसल्ली 30-40 लाख 50 लाख तिरेर आएको मान्छेहरूले चाहिँ प्रायः यहाँ आएर त्यो लागेको लगानी पनि उठाउनु गाह्रो पर्ने हम्मे हुन्छ कि 2 वर्षको अन्तरालमा तपाईँले त्यो लगाएर आएको लगानी पनि उठाउन गाह्रो पर्छ। किनकि यहाँको खर्च भनेको कमाइ हुन्छ नहुने होइन। स्पेसल तपाईँले पिआर पाउनुभयो भने तपाईँको अटोमेटिक मिनिमम वेजेस भनेको 20-21 पर डलर हुन्छ। त्यहाँभन्दा माथि जति पनि हुनसक्यो होइन, डिपेन्ड अन दि क्यापेसिटी अथवा तपाईँको एक्सपिरियन्स नलेजहरूले भर पार्ने कुरा भयो होइन। भने मिनिमम वेजेस भनेको तपाईँको 17 बनाए पनि तपाईँको नोभेम्बर अथवा नोभेम्बरभन्दा पहिलाको जति पनि एग्रिमेन्ट गर्नुभएको थियो कन्ट्र्याक्ट साइन गरेका मान्छेहरूको मिनिमम वेजेस भनेको 16.50 अथवा 15.50 त्यस्तै नै हो। त्योभन्दा माथि भनेको म्याक्सिमम भनेको मिनिमम वेजेस भनेको 17 भन्दा माथि बुझेको कोही पनि छैन, अनलेस तपाईँले पिआर पाउनुभयो अथवा पिआर पाएर तपाईँले काम गरिरहनु भएको छ भने पार। त्यति पैसा कमाएर ट्याक्स तिर्नु पर्यो, आधा जति अब रुम भाडा तिर्नु पर्यो होइन। 600-700 डलर मिनिमम पनि तपाईँको रुम भाडा पे गर्नु पर्यो एउटा रुम लिएर बस्नुहुन्छ भने। त्यति गर्दाखेरि तपाईँ कमाएको आधी पैसा पनि बच्न गाह्रो पर्छ र तपाईँले 30-40 लाख तिरेको पैसा तपाईँको तिर्नका लागि नै 2 वर्ष इनफ हुँदैन। 2 वर्ष सकिसकेपछि तपाईँको भिजा चाहिँ रिन्यू हुन्छ कि हुँदैन त्यो पनि ग्यारेन्टी छैन। त्यो भिजा रिन्यू गर्नका लागि हजुरले फेरि आफैले पे गर्नुपर्छ। अब त्यो डिपेन्ड अन दि एजेन्ट होइन। तपाईँ एजेन्टका थ्रु जानुहुन्छ भने 3500देखि लिएर 2200-2500सम्म पनि लिने गर्छन्। तपाईँ आफै जानुहुन्छ भने आफ्नो अलिक कम्ती पर्ला। तर फेरि रिजाइन हान्ने बेला तपाईँले ग्रेजुटी पाउँछु कि भन्ने पनि छैन। हजुरले त्यो एयर टिकट पाउँछु कि भन्ने पनि एयरली टिकट पाउँछु भन्ने पनि छैन। किनकि अटोमेटिक तपाईँको प्रत्येक महिना कति छ होइन। आफ्नो पैसा उनीहरूले आफ्नो कम्पनीको रुल्स अनुसार कति पैसा चाहिँ टिकटको पैसा भनेर दिइरहेको हुन्छ प्रत्येक महिना। तपाईँले रिजाइन गरेर जाने बेला तपाईँ जाने भनेको शून्य हो। अब ट्याक्स रिटर्न हुन्छ, ट्याक्स चाहिँ तपाईँले कति पे गर्नुभएको छ त्यही हिसाबले हुन्छ। ट्याक्स पनि मेरा बाबै त्यत्रो आउँछ भन्ने छैन, कोहीको मान्छेको 4-5 हजार पनि आउला। हाम्रो जस्तै नर्मली कुक गर्ने मान्छेहरूको कतिपयको थोरै पनि आउला। अब जति तपाईँले स्पेन्ड गर्नुभएको छ अथवा जति तपाईँको डिडक्ट गरेको छ त्यहीको कति % रिटर्न गरे नै हो भनेपछि त्यो पनि आशा नगरी हुन्छ। अब कस्तो मान्छे चाहिँ आउने त भन्दा जुन चाहिँ मान्छे एकदमै विलासी हुनुहुन्छ, ठिकै छ रमाइलोको लागि क्यानाडा हो एउटा ठुलो देश हो, जाउँ यसो स्ट्रगल गरौँ अथवा म चाहिँ 8-10 वर्षै भए पनि म स्ट्रगल गर्न तयार छु, बस्छु, मलाई एकदमै त्यस्तो पैसाको आवश्यकता त्यति पनि छैन भन्ने मान्छे त पक्कै पनि क्यानाडा आउँदैन आउनु त। तर त्यति पैसा कम्ती नै भए पनि त्यति फरक पर्दैन भन्ने मान्छेहरू अथवा नलेजहरू भर्खर बनाउँदै क्रिएट गरेको मान्छेहरू अथवा स्टडी गरिरहेको मान्छेहरू फेरि स्टडी गर्नका लागि चाहिँ आउनुहुन्छ भने प्लस पोइन्ट पनि छ होइन। भने अलरेडी कुनै देशमा राम्रै स्यालेरी कमाइरहेको मान्छेहरू चाहिँ क्यानाडा भनेर नसोच्नुहोस् है। तपाईँलाई यो भिडियो कस्तो लाग्यो जस्तो लाग्यो त्यस्तै प्रतिक्रिया दिन नपर्नु होला। तर हजुरको नजरमा क्यानाडा आउँदाको पहिलेको दिन र पहिलो महिना चाहिँ कस्तो लाग्यो अनि यहाँका कुराहरू चाहिँ कस्ता च्यालेन्जिङ थिए, हजुरलाई क्यानाडा मन नपरेका कुराहरू के हुन् र कुन कुराहरू चाहिँ क्यानाडामा हजुरलाई राम्रो लाग्यो भन्ने कुराहरू चाहिँ यदि हजुरको समय छ भने कमेन्ट गर्न नभुल्नु होला। तर ओभरअल हेर्दाखेरि मेरा बाबै स्वर्गै छ भनेर चाहिँ सोच्नु भएको छ भने क्यानाडा त्यो चाहिँ छैन है गाइज। हामीले जुन हिसाबले बाहिरबाट हेरेका छौँ अब कुनै पनि देशमा अब सबै कुराहरू राम्रो हुन्छ नराम्रो हुन्छ भन्ने छैन। यहाँ पनि कतिपय कुराहरू राम्रा पनि छन् नराम्रा पनि छन्। तर ओभरअल हेर्दाखेरि मेरा बाबै राम्रा चाहिँ छैनन् है। अब हजुरलाई जस्तो लाग्छ त्यस्तै प्रतिक्रिया दिन नभुल्नु होला। अनि मेरो युट्युब च्यानल छ, युट्युब च्यानलमा पनि मैले भिडियोहरू राखिरहेका हुन्छु क्यानाडाको बारेमा, त्यसै आफ्नो डेली भ्लग्सहरू पनि राखिरहेको हुन्छु। @रमेश भ्लग्स 2025 भनी छ। फेरि पनि @रमेश भ्लग्स 2025 भन्नेलाई सब्सक्राइब गरेर कृपया च्यानलमै बनिराख्नु होला अनि भिडियो हेरेर साथ दिनु होला भन्दै आजको भिडियोबाट पनि म बिदा हुन चाहन्छु। हस्त नमस्ते।